हेर्नुहोस् त, हुनेलाई त लकडाउनले पेट भोकै राखेन, तर यस्ता चेतना गुमाएका मानिसहरूको भने पेट पक्कै खाली नै छ। हामीले थोरै खाना छुट्याएर दिए पक्कै यस्ता मानिसहरूको चेतनाले दिन नसके पनि आत्माले भने पक्कै आशीर्वाद दिनेछ। तपाईँ र म नभई सबै बाँचौँ अनि बचाऔँ। धन्यवाद। अहिले तपाईहरूले देखिरहनु भएको भिडियो मेलम्ची नगरपालिका वडा नम्बर 11 मा कैद गरेको सानो भिडियो हो र यहाँहरूलाई कस्तो लाग्यो कृपया तल कमेन्ट गर्न नबिर्सनुहोला। धन्यवाद।